73औं ओडीआई 71औं इनिङ्स र नेपालको एउटा नाम जसले आज पुरै क्रिकेट जगतलाई चकित पार्यो। घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग 2 अन्तर्गत आइतबार स्कटल्यान्डको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले इतिहास रचे। 20औं ओभरको अन्तिम बलमा ब्रान्डन मकलेनलाई ईशान पाण्डेद्वारा क्याच आउट गराउँदै सन्दीपले पूरा गरे 150 ओडीआई विकेट। यसैसँग उनी बने विश्व एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो 150 विकेट लिने बलर। यसअघि यो रेकर्ड थियो अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्सको नाममा। स्टार्सले 2019 को विश्वकपमा वेस्ट इन्डिज विरुद्ध 77 खेलमा 150 विकेट पूरा गरेका थिए। सन्दीपले सिर्फ 73 खेलमा 4 खेल अगाडि नै रेकर्ड तोड्यो र यो उनको एकमात्र रेकर्ड होइन। ओडीआईमा सर्वाधिक छिटो 100 विकेट सिर्फ 42 खेलमा, लगातार 3 खेलमा 4 विकेट। त्यो रेकर्ड पनि उनकै उत्कृष्ट बलिङ फिगर पीएनजी विरुद्ध सिर्फ 11 रनमा 6 विकेट। एउटा सानो देशको सानो केटो जसले आज विश्व क्रिकेटको नक्सामा नेपालको नाम सुनौलो अक्षरमा लेखिदियो। सन्दीप लामिछाने हाम्रो गौरव, हाम्रो रेकर्ड, हाम्रो इतिहास। यस्तै रोचक खेलकुद समाचारका लागि सब्स्क्राइब गर्नुहोस् र लाइक र शेयर गर्नुहोस्। कमेन्टमा लेख्नुहोस् सन्दीपले कहिले विश्वकपमा खेल्लान्।